सबैजनामा नमस्कार। तपाईले मनमा जिज्ञासा राख्नु भएको छ नेपालमा जागिर गर्दा सबैभन्दा बढी स्यालेरी भएको सरकारी जागिर कुन हो भने त्यो हो नेपाल राष्ट्र बैंक सहायक निर्देशक। नेपाल राष्ट्र बैंक सहायक निर्देशकमा 1,13,000 स्यालेरी हुन्छ भनेर पत्रिकामा अस्ति छापेको थियो। तपाई पनि म्यानेजमेन्ट तर्फ मास्टर डिग्री कम्प्लिट गरेर बस्नु भएको छ भने एलिजिबल हुनुहुन्छ नेपाल राष्ट्र बैंक सहायक निर्देशक फारम भर्नका लागि। र तपाई यदि त्यो तयारीमा कक्षा जोइन गर्न सोच्दै हुनुहुन्छ भने स्मार्ट जीकेले सुरु गर्न लागेको भोलिदेखिको कक्षा जोइन गर्न सक्नुहुन्छ। आज कक्षा जोइन गर्दा 30% छुट रहेको हुनाले तुरुन्त व्हाट्सएपमा मेसेज र फोन कल गरेर कमेन्ट बक्समा आइ एम इन्ट्रेस्टेड लेखेर नम्बरमा कल गरेर कक्षा लिन सक्नुहुनेछ। कक्षा डेली लाइभ क्लास, रेकर्डेड भिडियो, पीडीएफ नोट्स, मोक एक्जाम, फिडब्याक, अनलाइन फिजिकल डाउट क्लियरिङ क्लासेस साथै विभिन्न सुविधा र नेपाली अंग्रेजी दुवै मिडियममा पढाउने गरेको छ। यदि निशुल्क रूपमा पढ्न चाहनुहुन्छ र क्वेशनहरु चाहनुहुन्छ भने पेजेसहरु फलो गर्नु होला स्मार्ट जीके को भन्दै बिदा लिन चाहन्छु। हस्त धन्यवाद।